आदरणीय सज्जनवृन्दहरू, हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज म यहाँहरू समक्ष विक्रम सम्वत 2083 सालभरिका अन्नप्राशन मुहुर्त अथवा भात खुवाउने लग्न भएका दिनहरू प्रस्तुत गर्न गइरहेको छु। र सर्वप्रथम विक्रम सम्वत 2083 सालको वैशाख महिनाका अन्नप्राशनको लग्न भएका दिनहरू वैशाख महिनामा 2083 सालको वैशाख महिनामा 7 गते, 10 गते र 21 गते अन्नप्राशन अथवा भात खुवाउने लग्न रहेका छन् भने 2083 सालको जेठ महिनामा 4 गते, 7 गते र 12 गते अन्नप्राशनका साइतहरू रहेका छन्। त्यसै गरी 2083 सालको असार महिनामा 3 गते, 10 गते, 17 गते र 18 गते अन्नप्राशनका दिनहरू रहेका छन्। त्यसै गरी 2083 सालको साउन महिनामा 4 गते, 8 गते, 15 गते, 18 गते र 20 गते अन्नप्राशनका दिनहरू रहेका छन्। 2083 सालको भदौ महिनामा 1 गते, 3 गते, 10 गते र 29 गते अन्नप्राशनका साइतहरू रहेका छन् भने 2083 सालको असोज महिनामा 5 गते र 26 गते भात खुवाउने दिनहरू रहेका छन्। त्यसै गरी 2083 सालको कात्तिक महिनाको 13 गते र 30 गते अन्नप्राशनको लागि शुभ साइत रहेको छ भने 2083 सालको मङ्सिर महिनामा 10 गते र 17 गते भात खुवाउनको लागि शुभ दिन रहेका छन्। त्यसै गरी 2083 सालको पुष महिनामा 1 गते र 15 गते अन्नप्राशनको शुभ साइत रहेको छ भने 2083 सालको माघ महिनामा 15 गते र 25 गते अन्नप्राशनको शुभ साइत रहेको छ। त्यसै गरी 2083 सालको फागुन महिनामा 7 गते, 13 गते र 26 गते अन्नप्राशनको लागि शुभ साइत रहेको छ भने 2083 सालको चैत महिनामा 3 गते, 10 गते, 18 गते र 15 गते अन्नप्राशन वा भात खुवाउनको लागि शुभ साइत वा शुभ दिन रहेको छ। आदरणीय सज्जनवृन्दहरू, अन्नप्राशनको लागि अथवा भात खुवाउनको लागि शुक्र, बृहस्पतिको अस्त, त्यसै गरी मलमास, अधिक मास आदि कुनै पनि कुराको विचार गर्नु पर्दैन। खाली छोराको लागि 6 वा 8 महिना तथा छोरीको लागि 5 वा 7 महिना मतलब जन्म महिनाबाट गणना गर्दा यी महिना पुगिसके पछाडि अन्नप्राशन गराउन वा भात खुवाउनको लागि शुभ मानिन्छ। त्यसपछि आफ्नो महिना पुगिसकेपछि यी लग्न भएका दिनहरूमा भात खुवाउन सक्नुहुनेछ। सज्जनवृन्दहरू, यी दिनहरूमा भात खुवाउने लग्न भएको भए तापनि भात खुवाउने जातकको जन्मराशि अनुसार आफूलाई जुर्ने दिन भने हेर्नु वा जुराउनु पर्ने हुन्छ। विशेष गरी भात खुवाउने दिन चन्द्रमा 4औं वा 8औं नपारिकन भात खुवाउनु पर्ने हुन्छ। यसको लागि नजिकैको ज्योतिषीसँग परामर्श गर्न सक्नुहुनेछ। धन्यवाद।